दर्शकबिन आज यो बोरा र यो पोको भित्र के छ तपाईहरुलाई पक्कै पनि देखाउने नै छौं र यहाँ नजिक चाहिँ हाम्रो प्रेम श्रेष्ठ प्रेम श्रेष्ठ गाईघाटबाट प्रेम श्रेष्ठ सर गाईघाट चाहिँ पिपल गाछीमा उहाँको घर छ। उहाँले आफ्नो फेसबुक पेजमा लेख्नु भएको रहेछ यो जाडोमा तपाईहरुले चिन्नु भएको गरिब असहाय परिवारहरूलाई यो फाल्नु भन्दा उहाँहरुको लागि यदि तपाईहरुले नै दिन चाहनुहुन्छ भने यो भिडियो केवल सहयोगको लागि हामीलाई भनिदिनुहोस् अथवा मेसेज गरिदिनुहोस् भन्नु भएको छ। उहाँहरुले चाहिँ यो युज कपडै हो हुन चाहिँ हैन, तर यो अब नगरपालिकामा डस्टबिनमा फाक्नु भन्दा चाहिँ गरिब असहायमा चाहिँ यो एकदम राम्रो लुगा हैन चाहिँ उहाँहरुले चाहिँ हामीलाई फोन गरेर यो जाडोमा कसैले लाउनु हुन्छ भने उ गर्दिनुस् भनेर भन्नुभएको थियो र उहाँहरुले पठाउनु भएको छ र यो कपडा चाहिँ हामीले अटोमा ल्यायौं हैन। उहाँले 200 रुपैयाँ भाडा दिनुभएछ र 800 रुपैयाँ मैले दिएर ल्याएको छु। यो एकदमै राम्रो राम्रो कपडाहरु छ। उहाँ हामीले हेरिरहेको छौं यो कपडाहरु चाहिँ यहाँ थुप्रै जना आउनु भएको छ। उहाँहरु आफै छानेर युज हुने नापेर लानुहुन्छ। यो हामी यहाँ खन्याइदिन्छौं। ल आउनुस् एकछिन यो खोलौं। यो त काट्नु पर्छ नि यो हुँदैन। काट्ने ल्याउ त त्यहाँ हुन्छ। आफ्नो आफ्नो नबाजिकन छान्ने नि बराबरी झगडा बराबरी ल त्यो त यो यसरी ल है आयो बोरामा ल कुदेर आफू छान्ने है। ल आउन 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 ल ल छान्नु सानोको लागि पनि छान्दिनु बाबुहरुको लागि आफ्नो लागि पनि छान्नु। आऊ बुनु आउ छान्नु न छान्नु आफूलाई कस्तो कस्तो पर्छ ठुलो मान्छेको पनि छ हैन। लु छान्नु छान्नु यो चाहिँ के गरेको भनेको त छान्नु छान्नु आफैले आफ्नो लागि छान्नु है हैन। ज्याकेटहरु पनि राम्रो राम्रो छ हैन। आउ न भुर्राहरु उयो को लाने भन्दै थियो नि अघि यो सानो भुर्रा ए छान न हैन जोड्नु हुन्छ त्यो छान्नु न साइज मिल्ने र आफ्नो केटाकेटीलाई हुने लानु ल। तिमीलाई यति भयो हुन्छ यो लुगा तिमीलाई यस्तो यसको सेट हेर छान न सेट टोपीहरु छ हैन टोपीहरु छ सेट छान्ने के ए केटाकेटी बुढो मान्छे सबलाई छ यहाँनिर लु सेट हेलो त्यो ज्याकेट लैजाऊ न तिमीलाई हुन्छ त। नमस्ते सर नमस्ते। नमस्ते हजुर। यहाँ चाहिँ मैले तपाईको कार्यक्रम गरिरहेको छु है तपाईले पठाउनु भएको चिजको हाम्रो अगाडि यता हाम्रो क्यामेराम्यानहरु अगाडि एकदम रेडी पोजिसनमा हुनुहुन्छ अनि यहाँ चाहिँ आफू छान्दै हैन आरामले ल आराम उहाँहरुले चाहिँ गर्दै हुनुहुन्छ आफूलाई हुने मात्रै छाड्न नि फेरि हजुर। ओहो भयो आफ्नो आफ्नो छान्ने आफ्नो आफ्नो कुन साइज लाग्छ यसले त के लगायो टाउको क्याप लगाएको फोहोर लागेछ नि त नि क्याप लगाएर त नि हुन्छ सर हुन्छ बाँड्दिनु ल म हल्का बिजी छु सर। ए हुन्छ हुन्छ हस् हस् सबैलाई भयो त अझै थुप्रिरहेछ त भुइँमा त लुगा सके कि छैन त लानु भएन कि क्या हो पुरा कम्मर नाप्ने काम हुने लाने काम नहुने फेरि अर्कोलाई काम दिन्छ नि त। खै छोरा मान्छेहरु आएको छन् यो जिन्स प्यान्टहरु दामी दामी छ त नि त्यही त भनेको अनि जिन्स प्यान्टहरु कम्मर हेरेर लानु कम्मर हेर्दै छ त कम्मर भयो भने घटाउँदा पनि छोरी मान्छेलाई हेर्नु त यो वाटरप्रुफ ज्याकेट कहाँ चिनेको छ त नि यो उयो बुनलाई दिनु न टक्क टक्क
ल आर्मीले लाउने पेन्ट पनि रहेछ है भारी पुग्यो अनि यो सर्ट राम्रो छ उयो बुन्नुको नाम के अरे टिका बुन्नु टिका यो किन्न लगेको यो राम्रो छ त भाइले लाउँथ्यो यो लगिदेऊ यो कमर ठिक हुन्छ बाउलाई यो टी सर्ट नि ठिकै छ त राम्रै छ त तिमीले लाउँदा बुवालाई हुन्छ त हो त यो पनि लैजाऊ लाउ यसमा हाल यसमा यो पनि राम्रो छ यो झन् नयाँ जस्तो रहेछ जाडोमा ज्याकेट छ यी सर्टै यहाँ पनि राम्रो छ पेनहरू हिरो हिरो खालको छ यी पुरा ढलक्क ढल्काउने अनि ससुराल जाने यो ट्राउजर चाहिँ कम्मर लास्टै ठुलो रहेछ यस्तो दामी सर्ट छ हेर्नु त यहाँ यो बुवालाई लगिदेऊ बुढोलाई लगिदेऊ त्यो श्रीमानलाई यो चाहिँ हो यो भाइ बहिनी ए यो त च्यातेको रहेछ यो पनि डेन्जरै छ यो प्यान्ट हुन्छ त ल त्यहाँ छ यहाँ छ यो चाहिँ के हो ए भोटो पनि नछ है यो इनर रहेछ च्यातेको रहेछ यिनीहरू त यो हाफपेन्ट पनि दाइला हुन्छ आम्मा त घाँटीमा मैले यो पनि राम्रो छ यो पनि बाउले लायो लाउन होला पापा अब बाँकी रहेको थियो तिनटा यो अनि यो तातो हुन्छ त नि यो खतरा रहेछ तातो हुन्छ त नि यो पनि यो फुच्चे यो त च्यातिको रहेछ यो भेस्ट अब राम्रो छ है ल यहाँ आएर नाच्दिनु ल लाएर यहाँ आएर नाच्दिनु अब समथिङ सक्यो होइन त सक्यो ल सक्यो र दर्शकबिन यो चाहिँ होइन गाईघाटबाट प्रेम श्रेष्ठले होइन यो अब किनभने युजिङ कपडै हो एकचोटि दुईचोटि लगाएको कपडाहरू तर उहाँहरूले धोएर राम्रो वासिङ मेसिनमा चाहिँ यो गरिब दुखीहरूलाई चाहिँ अब उहाँहरूलाई ठिक नभएको कपडाहरू अब त्यसरी पठाइदिनु भएको उहाँहरूले चाहिँ 3 बोरा पठाउने भन्नुभएको थियो यहाँ चाहिँ 1.5 बोरा मात्र पठाउनु भयो 2 बोरा चाहिँ गाईघाटमै वितरण गर्नुभएछ होइन र यो भिडियो हेर्दाखेरि तपाईँहरूलाई चाहिँ कतिलाई चाहिँ अब कमेन्ट गर्न पनि मन लाग्ला होइन किन यो युजिङ कपडा यसरी बाँडियो भन्नुहुन्छ होला होइन अब किनभने अब घरमा भइरहेको कपडाहरू फाल्नुभन्दा गरिब दुखी असहायहरूलाई चाहिँ बाँड्यो भने उहाँहरूको चाहिँ यो जाडोमा जाडो कटिन्छ भन्ने उहाँहरूको धारणा भयो र राम्रोसँगले वासिङ मेसिनमा धोइओरि त्यो कपडाहरू फाक्यो र काठमाडौँतिर पनि धेरै जस्तो 100-150 भन्ने लुगाहरू छ त्यो लुगाहरू चाहिँ तपाईँको यस्तै युजिङ कपडै धोएर चाहिँ त्यहाँ नजिक राखेको हुन्छ है त्यस्तो अवस्था त्यो लुगाहरू चाहिँ किन्न चाहिँ धेरै धेरै अरू मान्छेहरू धनीमानी पनि कुनै बेलामा गएर किन्नुहुन्छ तर यो चाहिँ यसरी यो किन भन्ने भन्नुहुँदो होला तर यो भिडियो चाहिँ हामीले बनाइरहेको छौँ र तपाईँहरूले कतिजनाले त कमेन्ट पनि गर्नुहुन्छ होला होइन अब कमेन्ट गर्दाखेरि चाहिँ होइन किन अरू के अरे किनेरै दिनु नि भन्नुहुन्छ होला होइन अब त्यस्तो खालको कमेन्ट कसैले गरिहाल्नु भयो भने त्योभन्दा अगाडि चाहिँ होइन पैसा पठाएर चाहिँ कि कसो दिपिका होइन सुरुमा पैसा पठाइदिनुस् अनि कमेन्ट गर्नु त्यो पैसाले चाहिँ हामी फेरि बाँडिदिनेछौँ होइन हामीले नयाँहरू पनि बाँडिरहेको छौँ अब अस्ति नै पनि एकजना हाम्रो सरले माथि ट्र्याक सुटहरू हाम्रै रोबरमा बाँडिदिनु भयो विद्यार्थीले अनि यो पनि उहाँको इच्छा चाहना अनुसार चाहिँ हामीलाई सम्झेर फोन गर्नुभयो उहाँले होइन कोही गरिब दुखी असहायहरूलाई चाहिँ हाम्रो कपडा उहाँले फेसबुक पेजमै हाल्नुभएको रहेछ होइन अनि उहाँले कसले मेरो नम्बर दिएपछि उहाँले चाहिँ वितरण गरिदिनुहुन्छ भनेर धेरै जस्तो सबै धनीमानी मान्छे हुँदैनन् अब एक जोर कपडा किन्नलाई नर्मली किन्नु पर्यो भने 800-900 रुपियाँ पर्छ होइन
अनि तर यो अब कुनै च्यात्टेको ओरेको केही होइन एकदम राम्रो फ्रेस नै जतिको कपडा तर युजिङ कपडा हो अनि उहाँहरूले चाहिँ अब त्यस्तो व्यक्तिहरू हुनुभयो भने वितरण गरिदिने मनसाय बनाएपछि चाहिँ उहाँहरूले हामीलाई भन्नुभयो हामीले निकैजना यहाँ गरिब दुखीहरूलाई हामीले भन्दाखेरि उहाँहरूले हामी दिन्छौँ भनेपछि हामीले यो वितरण गरेको हो र दीपिका भुजेल केही भन्नु छ अरू यो विषयमा के भन्नु अरू त यस्तै अब भन्नुहुन्छ होला अरूले लाएर थुपारेको लुगा ल्याएर बाँडिदियो भनेर तर त्यो हो लाके लुगा हो तर यो जाडोमा होइन यस्तै गरिब दुखीहरू कतिजना जाडोमा कक्रिँदै बस्नु परेको छ होइन खुब हेल्पफुल हुन्छ कि अब किनकि अब यहाँ देखिहाल्नु भयो त्यत्रो थुप्रो एकैछिनमा गायब भयो नि त होइन भनेपछि कति चाहिँ आवश्यक रहेछ उहाँहरूलाई उहाँ बिना आवश्यक बिना त अनावश्यक रूपमा त लुगा त लिएर जानुहुन्न होला नि त होइन उहाँहरूलाई आवश्यक थियो र त लानुभयो त्यही भएर त्यो अब राम्रो सोच्नेले राम्रो सोच्नुहोस् नसोच्नेले नसोच्नुहोस् त्यसमा हाम्रो केही गुनासो छैन होइन तर उहाँहरूलाई आवश्यक अनुसारको लुगा लानुभयो किनकि उहाँहरूलाई आवश्यक थियो त्यही नै हो अब अरू होइन जस्तै अब विदेशतिर पनि गल्फ कन्ट्रीहरूदेखि लिएर अरू कन्ट्रीहरूमा पनि त त्यो लुगाको चाहिँ एउटा पेटी दान राखेको हुन्छ अनि त्यहाँ ल्याएर उहाँहरूले आफूले युजिङ गरेको कपडा राख्नुहुन्छ अनि त्यहाँबाट नगरपालिकाहरू यस्तो यस्तोले उठाएर लगिसकेपछि चाहिँ नेपालमा पनि यो चाहिँ हुनु पर्यो कि अनि त्यो लुगाहरू चाहिँ फेरि त्यस्तै दुखी गरिबदेखि लिएर युजिङ हुनेहरूलाई नै बाँडिरहेको हुन्छ अरू देशमा पनि विकसित देशहरूमा पनि र एउटा देशमा त लुगा भन्दा पानी महँगो छ अनि त्यहाँ लुगा लगाउने हो अनि त्यहाँबाट पठाउने हो त्यही नेपालमा वासिङ गरेर धोएर त्यो पनि यतैतिर बिक्री हुन्छ सायद कता कता होइन त्यस्तो पनि हुन्छ तर यो भिडियोलाई सक्दो लाइक कमेन्ट सेयर गरिदिनु होला मनमा लागेको कुरा पनि लेख्नु होला तर कतिपय अब ठ्याक्कै भन्नु होला यस्तो यस्तो चाहिँ होइन अब मिडियाले यो चाहिँ यस्तो पनि अर्काले ल्याएको लुगा चाहिँ यसो यसो हालो चाहिँ नभनिदिनु होला होइन किनभने यहाँ नजिक अहिले यति भरि लुगा थियो अहिले छैन है किन उहाँहरूलाई आवश्यक परेरै लानु भएको छ हामीले त्यो लुगा जाडो छ यो जाडो काटिन्छ पुरा अब हामी गइरहेछौँ पहाडमा गएछौँ यतिको लुगामा गएछौँ जाडो भइरहेछ नि अर्कैको लुगा दिए पनि लगाइन्छ क्या जाडो काट्न चाहिँ आवश्यक परेर लगेको भनेर बुझिदिनु होला त्यति भन्दै म श्यामबहादुर भुजेल र दीपिका भुजेल बिदा हुन चाह्यौँ हस्त नमस्ते सेवानु